ब्याग बुन्नको लागि चाहिँ मैले प्योर कटनको धागो र 7 mm को क्रुसे हुक लिएकी छु। ब्यागको बेसमा जुन होल हुन्छ त्यसमा एक घर हालेर चाहिँ हामीले 1 चेन बुन्नु पर्ने हुन्छ। यसरी नै ब्यागको बेसको चारैतिर हामीले बुन्नु पर्ने हुन्छ। चारैतिर बुनिसकेपछि चाहिँ यस्तो देखिन्छ। ब्यागको वरिपरि चाहिँ हामीले सिंगल क्रुसे बुन्नु पर्ने हुन्छ। यो डिजाइन चाहिँ एकदम सजिलो छ। अब हामीले यसरी सिंगल क्रुसे बुन्दै बुन्दै जाने, आफूलाई चाहिने जतिको हाइटसम्म हुन्छ बुन्दै जानुपर्ने हुन्छ। हामीले ब्याग बुन्दा बेसमा जति घर लिएको हुन्छौँ माथि पनि त्यति नै हुनुपर्छ। त्यही भएर घर नबढोस् भन्नको लागि हामीले चाहिँ जोइनमा एउटा कुनै मार्क गर्न सक्छौँ। ब्याग बुनिसकेपछि चाहिँ यसको लागि ह्यान्डल बुन्नु पर्ने हुन्छ। मैले ह्यान्डलको लागि चाहिँ 4वटा घर लिएकी छु। यसमा पहिलो घरमा सुरुमा बुन्ने, त्यसपछि दोस्रो घर, तेस्रो घर र चौथो घर, यसरी क्रमशः बुन्दै जानुपर्छ आफूलाई जतिसम्मको लम्बाइ चाहिन्छ। यसरी बुनेको ह्यान्डललाई हामीले सियो धागोले ब्यागमा सिलाइदिन्छौँ र ब्याग तयार भइसकेछ। कस्तो छ ब्याग? हजुरहरूलाई मन पर्यो भने लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद।